हेलो गाइस, महिनामा चाहिँ अहिले 2082 फागुन 21 गते मतदान गर्नेहरूको संख्या चाहिँ एकदम अत्याधिक रहेको छ र यहाँ चाहिँ देश प्रदेशमा रहनुहुने नेपाली दर दाजुभाइ, घर गाउँमा बस्नुहुने वृद्ध बा आमा सबैजनाले आफ्नो मताधिकार प्रयोग गर्नको निम्ति आज यस महिनी गाउँमा उपस्थित भइसक्नु भएको छ। यो चाहिँ ठ्याक्कै मतदान गर्ने ठाउँ चाहिँ मैनी स्कुलको माविमा रहेको छ र यहाँ चाहिँ एकदम संयमपूर्ण तरिकाले सुरक्षाकर्मीहरूले चाहिँ मतदान गर्ने जुन थलोलाई संयमित तरिकाले चाहिँ मिलाइराख्नु भएको छ। यहाँ अहिले जानेर आउने काम चाहिँ एकदम बढी भइरहेको छ र पहिलाको तुलनामा यस गाउँबाट धेरै नै मतदाताहरू आएको भन्ने गाउँघरका मान्छेहरूको बुझाइ छ। र यस ठाउँबाट सुरक्षा दिनुहुने नेपाल प्रहरी, निर्वाचन प्रहरी, एपीएफ, नेपाल आर्मी लगायतका टिमहरूले एकदम सुरक्षा चाहिँ कडा दिइराख्नु भएको छ। र त्यति मात्र नभइकन पहाडमा अहिले यो प्रतिनिधि सभाको सदस्य चयन गर्न मानिसहरू धेरै उत्साहित हुनुहुन्छ र अहिले यहाँहरू सबै मतदाताहरू आफ्नो मताधिकार प्रयोग गरेर एकदम हाँसी खुसी चाहिँ आफ्नो घरतर्फ गइरहेको देखिन्छ। यो चाहिँ भन्नुपर्दा चाहिँ अहिलेको यो मतदान गर्ने केन्द्र चाहिँ एकदम सुरक्षित रहेको छ। यहाँ कसैले हल्ला खैला बैला अनि भिडलाई भड्काउने खालका अभिव्यक्ति कोहीबाट पनि सुनिएको छैन। उहाँहरू एकदम संयमित हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। आफ्नो मताधिकार चाहिँ सही तरिकाले उहाँले प्रयोग गरिराख्नु भएको छ।